हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज एउटा पोजेसहरूमध्ये माउन्टेन पोज पर्वतासना गरेर देखाउने छु र त्यसको फाइदाहरू बारेमा नै भन्ने छु। लेट्स बिगिन। त्यसको लागि हामी ह्यान्ड एन्ड नी पोजमा बस्ने, अनि ह्यान्ड्सलाई र लेग्सलाई चाहिँ हिप विथ अपार्ट राख्ने, अनि ह्यान्डलाई फर्मली म्याटमा राख्ने, अनि त्यस्तै गरेर टक आउट टोज होइन लोवर एरियालाई चाहिँ माथि उठाउने, अनि हामीले टोजले मात्र टच गर्ने, पछि हामीले आफ्नो पछाडिको ब्याक साइडको फुल लेग्स नै कभर गर्ने, अनि हाम्रो अप्पर बडीलाई चाहिँ अनि ब्याकवार्डतिर फरवार्ड अलिकति तकाले जस्तो पुस गरे जस्तो गरिदिने, अनि त्यसपछि हाम्रो गेजलाई चाहिँ टोजतिर राखे पनि हुन्छ र हाम्रो पेटतिर राखे पनि हुन्छ। जसरी हाम्रो बडीले चाहिँ हामीलाई तलतिर पुल गरे जस्तै गरेर गर्नुपर्छ, अनि हाम्रो बडीलाई चाहिँ इन्भर्टेड भी सेपमा राख्नुपर्ने हुन्छ। यसको फाइदाहरू बारेमा कुरा गर्नु पर्दाखेरि यसले हाम्रो ह्यामस्ट्रिङ, लेग्स, स्पाइनलाई चाहिँ स्ट्रेनिङ दिने काम गर्छ। हाम्रो फुल बडीको ब्लड सर्कुलेसनलाई इम्प्रुभमेन्ट गर्छ, हेल्प गर्छ, अनि त्यस्तै गरेर हाम्रो पोस्चर अलि कुप्रो गरेर बस्ने, मोबाइल चलाउनु धेरै भएको भएर त्यस्तो पोस्चरहरू हाम्रो बिग्रिएको छ भने त्यसमा पनि इम्प्रुभमेन्ट गर्न ल्याउँछ। अर्को भनेको हामी कहिलेकाहीँ लो फिल गर्छौँ, इनर्जी नभएको जस्तो, त्यस्तो बेलामा यो पोज गर्दाखेरि हामीलाई इनर्जेटिक फिल गराउँछ, अनि हाम्रो हेडतिर पनि ब्लड सर्कुलेसन गर्न हेल्प गर्छ यसले स्पेसल्ली, किनकि हामी नर्मली हाम्रो हेडलाई चाहिँ माथितिर उठाएर हिँडिरहन्छौँ, बस्छौँ, बिहान उठ्दादेखि सुते बेला मात्र ब्लड हेडसम्म जान सक्छ, तर हामीले डाउनवार्ड गर्दाखेरि चाहिँ हाम्रो ब्लड चाहिँ हेडमा पनि जान्छ, तर हामीले हेडलाई चाहिँ एकदमै फास्ट यसो उठाउने गर्नु हुँदैन, हाम्रो हेड चाहिँ रस हुनसक्छ, त्यही भएर बिस्तारै गर्नुपर्छ हेडको गर्दाखेरि हाम्रो, अनि इन्भर्टेड भी सेपमा राख्ने। यसरी हामीले 15 to 20 सेकेन्ड होल्ड गर्ने यो पोजमा, अनि हाम्रो लेग्सलाई चाहिँ यसरी मुभमेन्ट गरे पनि हुन्छ। हामी चाहिँ यो सूर्य नमस्कारमा चाहिँ यो पर्वतासना माउन्टेन पोज पनि गर्छौँ यस्तै गरेर, अनि हामीले नीले चाहिँ डाउन भएर फेरि ह्यान्ड्स एन्ड नी पोजमा आउने, अनि बिस्तारै वान पोइन्टतिर सिफ्ट हुने। यति भन्दै धन्यवाद।